हेलो साथीहरू, तपाईँ देख्दै हुनुहुन्छ मेरो माइल दिदीलाई। मेरो माइल दिदी एकदम खट्टुस, एकदम कमेडी, एकदम बोल्ड है टाइपको हुनुहुन्छ है। उहाँ चाहिँ एकदम रमाइलो गर्ने खालको हुनुहुन्छ अनि फेरि सबैजनालाई माया गर्ने पनि हुनुहुन्छ। हामी चाहिँ हामी 4 जना दिदीबहिनी हामी घुम्न गएका थियौँ शिवघाट। यो हाम्रो रमाइलो पल थियो, एकदमै रमाइलो, कहिले पनि बिर्सन नसक्ने। अनि आज चाहिँ मैले यो भिडियो पोस्टाउनुको कारण चाहिँ के छ भने आज मेरो ठुलो दिदीको चाहिँ जन्मदिनको उपलक्ष्यमा मैले चाहिँ यो भिडियो कैद गरेर राखेको थिएँ। ठ्याक्कै आज शुभ दिन पर्यो भनौँ न। अनि मेरो माइल दिदीको जन्मदिनमा चाहिँ मलाई यो भिडियो पोस्टाउनु मन लाग्यो है। यहाँ कमेडी रमाइला पलहरू हाँस्यौली ठट्यौली गर्दै हामी चाहिँ शिवघाटमा गएर यसरी चाहिँ मनोरञ्जन गरेका थियौँ। हामी चाहिँ तपाईहरु देख्दै हुनुहुन्छ, यहाँ चाहिँ हामी मेरो ठुलो दिदीले चाहिँ हामीलाई कोक बाँड्दै हुनुहुन्छ। यहाँ सबैजना कोक खाएर हामीले चेस पनि गऱ्यौँ। त्यस पछाडि हामी एकदमै रमाइलो गरेर भिडियो फोटोहरू पनि खिच्यौँ। यो चाहिँ धेरै पहिला अघिको भिडियो हो। अनि मेरो आज चाहिँ स्पेसली ठुलो दिदीको जन्मदिन है। उहाँलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना र यो भिडियो चाहिँ स्पेसली मेरो ठुलो दिदीको लागि है त। ओके गाइस, कस्तो लाग्यो भन्नु होला। बाइ बाइ। कति रमाइलो गर्दै हुनुहुन्छ है। हेर्नुहोस् है, हेर्नुहोस्, तपाईहरु पनि छुट्नु होला फेरि यो भिडियो तपाईहरुको लागि पनि हो। बाइ बाइ।